हेलो भाइ बहिनीहरू, आज फेरि म अर्को भिडियो लिएर आइसकेको छु। आज चाहिँ मैले एसी 2082को प्रिपरेसन क्लासको सिलसिलामा भर्खरै सेन्टअपमा सोधिएको डिप्रिसिएसन च्याप्टरबाट एउटा क्वेसन लिएर आएको छु, जुन चाहिँ म आज यहाँ सल्भ गरेर देखाउनेछु। जसमा चाहिँ सोधिएको थियो कि गोपाल बट अ ट्र्याक्टर फर ₹9,60,000, इट्स भ्यालु डिप्रिसिएट्स at the rate of 10% per annum. After 3 years, he sold the tractor for a price which is ₹3 lakh more than its depreciated value. यो क्वेसनमा म्याक्सिममले के गल्ती गरे भन्दाखेरि चाहिँ यो जुन 3 लाख मोर देन इट्स डिप्रिसिएट भ्यालु भनेको छ नि, यहाँ त्यसमा चाहिँ हाम्रो नानीहरूले के गरे भन्दाखेरि 3 लाख जुन हामीले पिटी निकाल्छौँ अथवा भनौँ भिटी निकाल्छौँ, त्यो डिप्रिसिएटेड भ्यालु भन्दा नि एउटा प्राइस आफ्टर डिप्रिसिएसनमा चाहिँ यो 3 लाख उनीहरूले के अरे एड गरे, जसले गर्दा चाहिँ के भएको थियो, रङ भएको थियो। म्याक्सिमम क्वेसनहरू यदि तपाईँहरूले पनि त्यही गर्नुभएको थियो भने अलिकति यहाँ सच्याउनु पर्ने हुन्छ। गल्ती चाहिँ कहाँ भयो भन्दाखेरि यहाँ हामीलाई डिप्रिसिएट भ्यालुभन्दा बढीमा बेचेको भनेको छ, तर हामीले केमा चाहिँ एड गऱ्यौँ भने हामीले पिटी अर भिटी। यो पिटी र भिटीमा चाहिँ कन्फ्युजन हुनु, यो कसैले पिटी लेख्छन् भने कसैले भिटी। यो भने चाहिँ हाम्रो के हो भन्दाखेरि प्राइस आफ्टर डिप्रिसिएसन, आफ्टर डिप्रिसिएसन हो, जुन यो हामीलाई सोधेको डिप्रिसिएट भ्यालुभन्दा फरक हुन्छ। सो आज अब यसलाई कसरी गर्ने भनेर हामी हेर्न गइरहेका छौँ। ओके, सो अब हामी यहाँ हेरौँ। हियर हामीलाई के दिएको छ क्वेसनले भन्दाखेरि कस्ट प्राइस अफ ट्र्याक्टर पी इज ₹9,60,000 इज गिभन, र हामीलाई अर्को के देख्छ भन्दाखेरि रेट अफ डिप्रिसिएसन आर 10% इज गिभन, र यसको टाइम भनेको हामीसँग 3 इयर्स दिएको छ। यी भ्यालुहरूलाई हामीलाई दिएको छ र क्वेसन नम्बर एमा हामीलाई सोधिएको छ वाट डज R denote in the formula of PT equal to P 1 minus R by 100 power T. सो यसमा R यहाँ हेर्न सक्छौँ माइनस छ फर्मुलामा, माइनस चाहिँ हामी डिप्रिसिएसनमा युज गर्छौँ र प्लस चाहिँ पपुलेसन ग्रोथमा युज गर्छौँ भनेर गर्छौँ। त्यसैले यहाँनिर R denotes rate of depreciation in the given formula PT equal to P bracket 1 minus R by 100 power T. सो यहाँनिर आरको मतलब चाहिँ रेट अफ डिप्रिसिएसन हुन्छ। ओके, सो बी नम्बरमा हामीलाई सेलिङ प्राइस भन्दैछ। सेलिङ प्राइस भनेको चाहिँ अब अघि नै क्वेसन भनिसकेको छ, सोल्ड द ट्र्याक्टर फर द प्राइस विच इज 3 लाख मोर देन डिप्रिसिएट भ्यालु। डिप्रिसिएट भ्यालुभन्दा 3 लाख बढीमा बेच्छ। सो हामीले के निकाल्नु पर्यो, यहाँनिर यो डिप्रिसिएटेड भ्यालु निकाल्नु पर्ने हुन्छ। सो लेट्स फाइन्ड द डिप्रिसिएट भ्यालु। त्यसको लागि अब अघि के हुन्छ भन्दाखेरि डिप्रिसिएट भ्यालु निकाल्न हामीसँग दुईवटा तरिका छ। एउटा डाइरेक्ट पनि निकाल्न सक्छौँ युजिङ फर्मुला, र अर्को भनेको हामी सुरुमा पिटी निकालेर पनि निकाल्न सक्छौँ। सो जेनरली हामी पिटी निकाल्ने हुँदाले अहिले हामी पिटीबाटै जान्छौँ। सो युजिङ फर्मुला प्राइस अफ ट्र्याक्टर आफ्टर 3 years PT is equal to P 1 minus R by 100 power T. So P को भ्यालु हामीसँग छ 9,60,000 bracket 1 minus 10 by 100 power 3. So 9,60,000 bracket 1 minus 10 by 100 0.1 को power 3, 9,60,000 माइनस गर्दा 0.9 को पावर 3, 9,60,000 इन्टु 0.729 हुन्छ, जुनलाई हामीले मल्टिप्लाई गर्दा ₹6,99,840 आउँछ। सो यो चाहिँ भयो हाम्रो प्राइस आफ्टर डिप्रिसिएसन, प्राइस अफ ट्र्याक्टर आफ्टर 3 इयर्स भनेको डिप्रिसिएसन पछाडिको प्राइस थियो भयो। तर हामीलाई क्वेसनले के सोधेको छ भन्दाखेरि हामीलाई क्वेसनले डिप्रिसिएट भ्यालुमा चाहिँ 3 लाख बढी भनेको, अब म्याक्सिमम स्टुडेन्टले यसैमा 3 लाख प्लस गरेका छन्, जुन चाहिँ रङ हुन्छ। हामीले यसमा होइन, यहाँ हामीले केमा चाहिँ प्लस गर्ने भन्दाखेरि डिप्रिसिएट भ्यालुमा चाहिँ 3 लाख प्लस गर्ने। सो हामीले के निकाल्नु पर्यो सुरुमा, डिप्रिसिएटेड
एसोसिएटेड भ्यालु भनेको पीडीले पनि डिनोट गर्न सकिन्छ जुन चाहिँ हुन्छ प्राइस ओरिजिनल प्राइस माइनस प्राइस आफ्टर डिप्रिसिएसन 9,60,000 माइनस 6,79,840 जुन चाहिँ छ रुपिज 2,60,160। सो यो प्राइसमा चाहिँ हामीले के गरेको 3 लाख थपेर बेचेको हुन्छ। देयरफोर हाम्रो सेलिङ प्राइस इज रुपिज 2,60,160 प्लस 3 लाख इज इक्वल टु रुपिज 5,60,160। सो यतिमा चाहिँ हाम्रो के भयो बेचियो। ठिक छ। अब सी नम्बरमा हामीलाई के भन्दैछ भन्दाखेरि इफ गोपाल इन्भेस्ट द सेलिङ अमाउन्ट अफ द ट्र्याक्टर इन अ गोल्ड फर 1 year and the price of the gold increases at the rate of 10% per annum, how much more or less the price of gold compared to the initial price of the tractor। भनेपछि अब गोपालले गर्छ यो सेलिङ प्राइस चाहिँ उसले गोल्ड इन्भेस्ट गर्छ, गोल्डमा इन्भेस्ट गर्छ। सो अगेन सिन्स गोपाल invests rupees 5,60,160 in gold for 1 year, which is increased by 10%। देयरफोर अब हामी यसलाई सिम्पल कम्पाउन्ड अथवा सिम्पल इन्ट्रेस्टको फर्म लेख्न सक्छौँ। हाम्रो प्राइस अफ गोल्ड छ 5,60,160, यसको ग्रोथ रेट छ 10% र टाइम हामीसँग 1 year। सो अगेन अब प्राइस अफ गोल्ड आफ्टर 1 year PT equals to P1 plus R by 100 power T। So 5,60,160 bracket 1 plus 10 by 100 power 1। ये भयो 5,60,160 into 1.1 equal to rupees 6,16,176 हुन्छ। So now the price of gold after 1 year is rupees 6,16,176, whereas the initial price of tractor is rupees 9,60,000। सो द क्वेसनले के हुँदैछ नि यो दुईटाको प्राइसमा कम्पेरिजन गर्नु, गोल्डको प्राइस चाहिँ इनिसियल प्राइसभन्दा कति कम वा बढी छ भनेर क्वेसन सोधेको थियो। थस वी क्यान सी हियर द डिफरेन्स बिट्विन द प्राइसेस द्याट गोल्ड प्राइस इज लेस देन ट्र्याक्टर प्राइस। सो द प्राइस अफ gold is less than price of tractor by rupees 9,60,000 minus rupees 6,16,176 is equal to rupees 3,43,824। सो यो तिजले चाहिँ के छ प्राइस अफ गोल्ड चाहिँ ट्र्याक्टरको भन्दा कम छ। यति गऱ्यो भने चाहिँ हाम्रो एन्सर मिल्ने हुन्छ। सो अलिकति कन्फ्युजन के हुन्छ भन्दाखेरि हामीले पिटी र पिडी मतलब प्राइस के अरे प्राइस अफ एसेट्स आफ्टर डिप्रिसिएसन भन्नु र डिप्रिसिएटेड प्राइस भन्नुमा चाहिँ फरक छ। सो अब आउने एसी एक्जाममा चाहिँ कुन सोधेको त पिटी निकाल्नु भनेको कि पिडी निकाल्नु भनेको एकदम क्वेसन चाहिँ एकदम मजाले पढ्नु होला र क्वेसन पढेपछि म्याक्सिमम सल्युसनमा चाहिँ कन्फ्युजन हुँदैन। सो आजको लागि यति नै। यस्तै अब नेक्स्ट अरू म्याथसँग रिलेटेड भिडियोहरू पनि म लिएर आउने हुन्छ। त्यतिन्जेलको लागि सब्सक्राइब गर्नु र यो
भिडियो अरू साथीहरूलाई पनि सेयर गरिदिनु ल थ्याङ्क्स फर वाचिङ बाई बाई गाइज